यदि तपाईको अगाडिको दाँतमा ग्याप छ भने यसको ट्रिटमेन्ट अप्सन्सहरु के हुन सक्छ त, अथवा यसलाई चाहिँ के उपचारबाट क्लोज गर्न मिल्छ त? नमस्ते, म डाक्टर सरोज कुमार शाह। अगाडिको दाँतमा ग्याप आउने चाहिँ थुप्रै कारणहरु हुन्छ। यसको बारेमा चाहिँ पहिले नै भिडियो बनिसकेको छ, आई लिंकमा गएर हेर्न सक्नुहुन्छ। र अब कुरा गरौं ग्यापलाई क्लोज गर्ने विधिहरु अथवा मेथडहरु। पहिलो र बेस्ट मेथड रहेको छ ब्रेसेस अथवा क्लियर अलाइनर, जुन चाहिँ बेस्ट अप्सन मानिन्छ। किन भन्दाखेरि दाँतलाई नै मुभ गराएर ग्यापलाई क्लोज गर्ने हुन्छ। र सेकेन्ड अप्सन रहेको छ क्राउन अथवा भेनियर, जुनमा चाहिँ दाँतलाई चाहिँ पार्शियली अथवा फुल्ली प्रिपेयर गरेर क्राउन अथवा भेनियर राखिन्छ र ग्यापलाई क्लोज गर्ने हुन्छ। र थर्ड अप्सन रहेको छ कम्पोजिट बोन्डिङ, जुनमा चाहिँ डाइरेक्ट कम्पोजिट भेनियरिङ अथवा इन्डाइरेक्ट कम्पोजिट भेनियरिङ पर्दछ। र यो कम्पोजिट सिमेन्टले दाँतको ग्यापलाई चाहिँ मजाले क्लोज गर्न पनि मिल्छ। र कम्पोजिट भेनियरिङमा चाहिँ दाँतलाई काट्नु नै पर्दैन, दाँतलाई चलाउनु नै पर्दैन। यसमा चाहिँ एक्स्ट्रा लेयर अफ सिमेन्ट राखेर ग्यापलाई क्लोज गर्ने हुन्छ। र अघि भनेको ट्रिटमेन्ट अप्सन्सहरु चाहिँ धेरै फ्याक्टरमा डिपेन्ड गर्ने हुन्छ। जस्तै चाहिँ तपाईको दाँतको टोकाइ कस्तो छ, दाँतको अलाइनमेन्ट कस्तो छ, तपाईको फुड ह्याबिट कस्तो छ, र तपाईको के कुराले ग्याप आएको थियो त्यो कुरामा पनि डिपेन्ड गर्ने हुन्छ। त्यसैगरी तपाईसँग टाइम कति छ र तपाईको उमेर कति भएको छ, अघि भनेको फ्याक्टरहरुलाई कन्सिडर गरेर हामीले चाहिँ ट्रिटमेन्ट प्लान बनाउनु पर्ने हुन्छ। त्यही अनुसारको ट्रिटमेन्ट हुन्छ। र अघि भनेको ट्रिटमेन्ट अप्सन्सहरुमा चाहिँ कति समय लाग्ने हुन्छ र कति खर्च आउने हुन्छ, यसको बारेमा चाहिँ पछि भिडियो लिएर आउँछु। त्यति बेलासम्मको लागि प्रतीक्षा गर्दिनुला। हस्त, नमस्ते।